हुन्छ सबैलाई जय मसीह सेवामा स्वागत छ। आज म तपाईहरुसँग यूहन्ना रचित सुसमाचार 15 अध्याय त्यसको 18 पददेखि लिएर 16 अध्यायको 4 पदसम्म बाँड्न गइराखेको छु। यूहन्नाको 15 अध्याय यूहन्ना रचित सुसमाचार त्यसको 15 अध्याय 18 पददेखि लिएर यहाँ खण्ड छुट्याएको 16 अध्यायको 4 पदसम्म 16 अध्यायको 4 पदसम्म पाउनुभयो होला। यूहन्ना 15 अध्यायको 18 पददेखि लिएर 16 अध्यायको 4 पदसम्म यसरी लेखिएको छ। यहाँ बाइबलमै भएको शीर्षक चेलाहरूप्रति संसारको घृणा। यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीलाई आफन्त ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुने, यसै कारण संसारले तिमीलाई घृणा गर्दछ। मैले तिमीलाई भनेको वचन याद राख, नोकर घरको मालिक भन्दा ठुलो हुँदैन। तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउने छन्। तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्। तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनु हुनेलाई चिन्दैनन्। म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर अब त आफ्ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन। जसले मलाई घृणा गर्दछ त्यसले मेरो पितालाई पनि घृणा गर्दछ। यदि अरू कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन्। तर व्यवस्थामा लेखिएको यो वचन पुरा हुनलाई यो भएको थियो। तिनीहरूले मलाई बिना कारण घृणा गरे। जब सल्लाहकार आउनुहुन्छ, जसलाई म पिताको तर्फबाट तिमीहरू कहाँ पठाइदिनेछु, अर्थात् सत्यका आत्मा जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाई दिनुहुनेछ। तिमीहरू सुरुदेखि नै मेरो साथ रहेका हुनाले तिमीहरू पनि मेरा साक्षी हौ। 16 अध्याय तिमीहरूले ठोक्कर नखाऊ भनेर नै मैले यी कुरा तिमीलाई भनेको हुँ। तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। वास्तवमा यस्तो समय आइरहेछ जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछ। तिनीहरूले यी काम गर्नेछन् किनभने तिनीहरूले पितालाई चिनेका छैनन् र मलाई पनि चिन्दैनन्। तर यी कुरा मैले तिमीलाई बताएको छु कि जब त्यो समय आउँछ तब तिमीहरूलाई के भने थिएँ सो तिमीलाई स्मरण हुनेछ। पहिले नै मैले तिमीलाई यी कुरा भनिन, किनकि म तिमीहरूसँग थिएँ। आमेन आमेन। यहाँ प्रभु येशू ख्रीष्टले यूहन्ना 15 अध्यायमा दाखको बोट र हाँगाहरू हामीले फल फलाउनु पर्ने विषय, साक्षी दिनुपर्ने विषयको कुराहरूलाई सिध्याइसकेपछि क्रिस्चियनहरूको गवाई, क्रिस्चियनहरूको साक्षी जब मान्छेले सुन्छन्, त्यति बेलाको अब रिजल्टको कुरा, यो जुन घृणाको कुराहरू आउनेछन् है, भविष्यमा हुन सक्ने विषयमा प्रभु येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई सतर्क बनाउँदै अथवा पहिला नै जानकारी दिँदै हुनुहुन्छ। संसारले क्रिस्चियनहरूलाई घृणा गर्छन्। संसारका मानिसहरूले क्रिस्चियनहरूलाई हेला गर्छन् अथवा सताउँछन्, दुःख दिन्छन्। यो चाहिँ हामी सबैले जानिराख्यौँ भने हामीहरूको निम्ति कुनै दुःखमन गर्नुपर्ने छैन।
किनभने ख्रीष्ट येशूलाई विश्वास गर्ने मानिसहरूलाई घृणा आउँछ, दुःख आउँछ, सतावट आउँछ, गाह्रो परिस्थितिमा जिउनु पर्ने हुन्छ। यो प्रभु येशू ख्रीष्टले सुरुदेखि नै, पहिलेदेखि नै भन्नुभएको कुरा हो। त्यस कारणले गर्दा हामीले दुःख पायौँ, हामीलाई घृणा गर्यो, सतावट आयो, मान्छेले हेला गर्यो भनेदेखि हामी चाहिँ सरप्राइज हुनुपर्ने, छक्क पर्नुपर्ने कुराहरू केही पनि छैन। हामी त्यसलाई सहर्ष स्वीकार गरेर परमेश्वरलाई धन्यवाद दिनुपर्छ। प्रभु येशूले यो भविष्यमा हुने घटनाका कुराहरू चेलाहरूलाई त्यही शक नहोस्, होइन, उनीहरू छक्क पनि नपरोस्, निराश पनि नहोस् भनेर यो कुरा उहाँले बताउनु हुँदैछ। किन मानिसहरूले क्रिस्चियनहरूलाई दुःख दिन्छन्? किन संसारको मानिसहरूले क्रिस्चियनहरूलाई हेला गर्छन्, घृणा गर्छन्, सतावट दिन्छन् त, सतावट गर्छन् त भन्ने कुरा हामीले हेऱ्यौँ भने यहाँ यही खण्डबाट हामीले 3-4वटा कुराहरू लिन सक्छौँ। 18 पदमा तपाईँ हामीले हेऱ्यौँ भनेदेखि त्यहाँ भनेको छ, संसारको मानिसहरूले येशू ख्रीष्टलाई घृणा गर्छन्। किन त भन्दा येशू ख्रीष्टलाई चिनेको छैन। येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरा, येशू ख्रीष्टले के गर्नुहुन्छ भन्ने कुरा, उनीहरूकै भलाइको निम्ति गर्ने काम कुराहरूको विषयमा मानिसहरूले जानेको छैन, मानिसहरूले बुझेको छैन, मानिसहरूले यो कुरा थाहा नै गरेको छैन। त्यसै कारणले गर्दाखेरि येशू ख्रीष्टलाई घृणा गर्नु भनेको त्यसपछि हामीलाई पनि घृणा गर्नु हो। हामीलाई घृणा गर्नु भन्नुको अर्थ नै येशू ख्रीष्टको अनुयायीहरू, येशू ख्रीष्टलाई पछ्याउनेहरू, येशू ख्रीष्टका मानिसहरू भनेर खासमा घृणा गरेको। तपाईँ हाम्रो आफ्नो कारणले होइन, तर ख्रीष्ट येशूलाई हामीले विश्वास गरेको कारणले गर्दाखेरि, ख्रीष्ट येशूको चरित्र, स्वभाव, गुणहरू हामीले लिएको कारणले गर्दाखेरि संसारको मानिसहरूले हामीलाई घृणा गर्छन्। 18 पदमा भन्दछ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। येशू ख्रीष्टलाई मन नपर्ने मानिसहरूले क्रिस्चियनहरूलाई पनि मन पराउँदैन, होइन। येशू ख्रीष्टलाई घृणा गर्दछ भने हामी उहाँलाई पछ्याउने मानिसहरू भएको कारणले गर्दाखेरि हामीलाई पनि घृणा गर्छन्। यो स्वाभाविक कुरा हो। कुनै पनि मालिक, कुनै पनि परिवारमा आमा बुवासँग कसैको शत्रुता छ भने, अनि आमा बुवालाई मन पराउँदैन भने त्यसको छोराछोरीलाई पनि मन पराउँदैन, त्यसको छोराछोरीलाई पनि दुःख दिने काम नै गरे हुन्छ। अझ बाउ आमालाई चिराउनुको निम्ति छोराछोरीलाई दुःख दिएको, कुटेको, पिटेको कुराहरू हामी पाउँदछौँ। येशू ख्रीष्टलाई मन नपराएको कारणले गर्दाखेरि, येशू ख्रीष्टलाई एक किसिमले नचिनेको कारणले गर्दाखेरि, येशू ख्रीष्ट कति अनुग्रही, कृपालु, दयालु, मुक्तिदाता हुनुहुन्छ, उद्धार गर्नलाई आउनुभएको भन्ने कुरा नबुझेको कारणले गर्दाखेरि नै संसारको मानिसहरूले येशू ख्रीष्टलाई र येशू ख्रीष्टलाई पछ्याउने मानिसहरूलाई घृणा गर्ने कुरा गर्दछ। अब 19 पदमा प्रमाणको लागि यहाँ के भन्छ त भन्दाखेरि, यहाँ हामीलाई भनिराखेको 19-21 हेर्दाखेरि क्रिस्चियनहरू चाहिँ यस संसारको होइन अरे। क्रिस्चियनहरू यस संसारको भएको भएदेखि खासमा उनीहरूले माया गर्ने थियो। भन्न खोजेको कुरा के हो त भन्दा, हामी क्रिस्चियनहरू चाहिँ संसारको प्रिन्सिपलमा, सिद्धान्तमा चल्दैनौँ। संसारले गरे जस्तो काम कुरो हामी गर्दैनौँ। त्यही कारणले गर्दाखेरि मिल्दैन। त्यस कारण यहाँ भन्दैछ, यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो। उनीहरूसँगै हिँड्ने, उनीहरूसँगै खाने, उनीहरूसँगै व्यवहार गर्ने, जतिसुकै नराम्रो कुरा होस् उनीहरूसँग हामी सहमति हुन्छौँ भने विरोधको कुरा आउँदैन। विरोध भन्ने कुरा नै के हो त? विपरीत कुरा। उनीहरूले गरेको नराम्रो काम कुराले यो गर्नु हुँदैन है भन्ने बित्तिकै त्यो विपरीत भयो, धारको विपरीत भयो। अनि त्यो धारको विपरीत गएपछि घाउ लाग्ने, चोट लाग्ने कुरा स्वाभाविक हुन्छ। यदि हामी संसारका हौँ भने संसारकोले हामीलाई माया गर्ने थियो। उनीहरू जस्तै नै हामीले जिएको भएदेखि चाहिँ हामीलाई माया गर्ने थियो। तर उनीहरू जस्तो नजिएको कारणले गर्दाखेरि भनेको भन्छ, यहाँ भनिराखेको छ, यस संसारका होइनौ, तिमीहरू चाहिँ यस संसारका होइनौ, तिमीहरूलाई संसारबाट
मैले चुने, यसै कारण संसारले तिमीहरूलाई घृणा गर्दछ। संसारबाट हामीलाई चुनेको कारणले गर्दाखेरि संसारको मानिसहरूभन्दा अब हामी अलिकति भिन्नै फरक व्यक्तिहरू, अनि एक किसिमको युनिकनेस भन्छ, विशेष प्रकारको व्यक्तिहरू भएको कारणले गर्दाखेरि चाहिँ संसारको मानिसहरूले हामीलाई अलग्गै देख्छ। अनि कागहरूको बिचमा बकुला भने जस्तै, बकुलाहरूको बिचमा काग भने जस्तै नै अलग्गै डिस्टिङ फरक देख्छ, मिल्दैन। धेरै कुराहरू नै मिल्दैन, कति कुराहरू मिल्ला, तर धेरै कुराहरू नमिल्ने भएको कारणले गर्दाखेरि, अनि बाहिरको मानिसले गरेछ हामीले गर्न नसक्ने भएको कारणले गर्दाखेरि हामीलाई उनीहरूले घृणा गर्छन् रे, हेला गर्छन् रे, किनभने हामी संसारका होइनौँ, तर हामी ख्रीष्ट येशूका हौँ। 20 पद, मैले तिमीहरूलाई भनेको वचन याद राख, नोकर घरको मालिकभन्दा ठुलो हुँदैन। यहाँ भन्नु खोजेको कुरा के हो त? नोकर घरको मालिकभन्दा ठुलो हुँदैन। ख्रीष्ट येशू हाम्रो मालिक, हामी चाहिँ उहाँका अनुयायीहरू, चेलाहरू, पछ्याउनेहरू, नोकर जस्तो भनौँ। मालिकभन्दा हामी चाहिँ ठुलो हुन सक्दैनौँ। त्यसको अर्थ के हो त? मालिकलाई घृणा गर्छ भने, मालिकलाई त मार्छ भनेदेखि अब त्यहाँ बस्नेहरूलाई घृणा गर्नु, होइन, मार्नु, त्यो स्वाभाविक कुरा हो। त्यो चाहिँ संसारमा हुन्छ है। यो चाहिँ हामीले जानिराख्नुपर्छ, यो चाहिँ हामीले बुझिराख्नुपर्छ, यो हुन्छ भनेर प्रभु येशू ख्रीष्ट भविष्यमा हुने कुरालाई उहाँले भन्दै हुनुहुन्छ। नोकर घरको मालिकभन्दा ठुलो हुँदैन। तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन्। मालिकलाई सताउँछन् भने त्यो घरमा अथवा त्यो होइन कुनै पनि ठाउँमा, उद्योगमा भनौँ, व्यापारमा भनौँ, काम गर्ने मानिसहरूलाई पनि सताउनेछ। किनभने संस्थै मन पर्दैन, मालिकलाई नै मन पर्दैन भने त्यहाँ काम गर्नेहरूलाई मन पराउने कुरा आउँदैन। त्यस कारण मालिकभन्दा नोकर ठुलो हुन सक्दैन। मालिकले दुःख पाउँछ भने नोकरले पनि दुःख पाउँछ। प्रभुले दुःख पाएको छ भनेदेखि, होइन, उहाँले दुःख पाउनु भएको छ, हामीले पनि त्यो दुःख पाउनेछौँ। यो स्वाभाविक कुरा हो है भनेर प्रभु येशू ख्रीष्टले चेलाहरूलाई सम्झाउँदै हुनुहुन्थ्यो। तर आज त्यो चेलाहरूलाई सम्झाएको कुराहरू के छ त? तपाईँ र मेरो निम्ति पनि हो। हामी पनि उहाँको अनुयायीहरू, उहाँलाई पछ्याउनेहरू, उहाँका चेलाहरू, उहाँलाई विश्वास गरेर पछि लागेका मानिसहरू भएको कारणले गर्दा यदि येशू ख्रीष्टलाई मन पराउँदैनन् भने, उहाँ हाम्रो मालिकलाई मन पराउँदैनन् भने, उहाँ हाम्रो मुक्तिदातालाई मन पराउँदैनन् भने हामीलाई पनि अवश्य पनि मन पराउँदैन। यो स्वाभाविक कुरा हो भनेर प्रभु येशू ख्रीष्टले चेलाहरूलाई बताउँदै हुनुहुन्छ। भनिराखेको छ, तिमीहरूलाई पनि सताउनेछन्। तिनीहरूले मेरो वचन पालन गरे भने, तिनीहरूले येशू ख्रीष्टलाई मन पराए भने, येशू ख्रीष्टको कुरालाई, शिक्षालाई मन पराए भने, पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछ। येशूको विषयमा उनीहरूले सुनेको होला, अनि आश्चर्य कर्महरू भएको, बिरामीहरू निको भएको पनि देखेको होला, अनि उनीहरूलाई सहायता पनि मिलेको होला। त्यो अवस्थामा, होइन, हामीहरू गएर कुराकानीहरू गऱ्यौँ भने हामीलाई पनि आदर गर्छन्, हामीलाई पनि मान्छन्। आउनुहोस्, बस्नुहोस्, हाम्रो यस्तो यस्तो थियो, फलानाहरू प्रार्थना गरेर जानुभयो, निको भयो, होइन, तपाईँ आउनुहोस्, अझ पनि प्रार्थना गरिदिनुहोस्, आशिष दिनुहोस्। यो आशिषको अनुभव भएको व्यक्तिहरूले चाहिँ हामीलाई पनि मान्छन्। परमेश्वरको वचन मान्छन् भने, ख्रीष्ट येशूलाई मान्छन् भने हामीलाई पनि मान्छन्। यो स्वाभाविक कुरा हो, होइन। संसारमा, समाजमा हामीले देखिराखेको कुरा त्यही नै हो। त्यस कारणले यहाँ प्रभुको वचन मान्छन् भने, प्रभुलाई मान्छन् भने हामीलाई पनि मान्छन्। यसमा कुनै अरू कुराहरू छैन। अब सबै घटनाका कुराहरू हुने कारण चाहिँ 21 पदमा भन्दछ, तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर, येशू ख्रीष्टको कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। यी सबै कुराहरू गर्ने, नगर्ने, मान गर्ने, आदर गर्ने
उल्टो घृणा गर्ने, सताउने, हेप्ने चाहिँ कसको कारणले त? येशू ख्रीष्टको कारणले हो। तपाईँ हाम्रो कारणले होइन। तपाईँ हाम्रो केही पनि होइन भनेदेखि चाहिँ ठिक हुन्छ, उनीहरूलाई पनि रमाइलो लाग्छ होइन, सबै कुरा ठिकै हुन्छ। तपाईँले याद गर्नुभएको होला, कुराकानी गर्दाखेरि अरू कुराहरू गर्दा हाँसिराख्दाखेरि ठिक छ। येशू ख्रीष्टको नाउँ लिएर येशू ख्रीष्टको विषयमा अलिकति हामीले सुसमाचारको कुरा गर्नलाई येशूको कुरा नगर, अहिले यहाँ यस्तो रमाइलो भइरहेको ठाउँमा कहाँ येशूको कुरा ल्याएर भनेर येशूको कुरा चाहिँ गर्न लाउँदैन। येशूको कुरा चाहिँ अलग्गै फाल्तु कुरा हो भने जस्तो मान्छेले गरेको हामी पाउँदछौँ। त्यस कारण 21 पदमा भनेको चाहिँ सबै कारण चाहिँ के हो त भन्दा येशू ख्रीष्ट। यी सब कुरा मेरो नाउँको खातिर, मेरो कारणले गर्दाखेरि तिमीलाई आदर गर्ने कि तिमीलाई घृणा गर्ने, तिमीलाई मन पराउने कि मन नपराउने, त्यसको कारक हिसाबमा चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। त्यसको हामीले बुझ्नु पर्यो होइन, संसारले किन घृणा गर्छन् त? एउटा कुरा मैले भने, उनीहरूले येशूलाई घृणा गर्छन्, उनीहरूले चिनेको छैन। अनि क्रिस्चियनहरूले पनि घृणा गर्छन्, किन भन्दा हामी उहाँका हौँ र हामी संसारका होइनौँ। संसारबाट हामीलाई चुनिएको, बोलावट दिएको, अलग गरिएको, संसारसँग, संसारको कुराहरूसँग हामीले अब भनौँ काम नगरेकोले, प्रिन्सिपलहरू, सिद्धान्तहरू, शिक्षाहरू नपछ्याएको कारणले गर्दाखेरि हामीलाई घृणा गर्छन्। तेस्रो कुरा किन घृणा गर्छन् त भन्दाखेरि 22 देखि 25 पदसम्म हेर्दाखेरि उनीहरू आफै पनि अब एक किसिमले पापी, अब त्यसो भन्दा नरमाइलो लाग्ला होइन, दोषी ठहरिरहेको, उनीहरू आफै नै पापको दोषी भइराखेको छ। त्यही कारणले गर्दाखेरि पनि उनीहरूले हामीलाई घृणा गर्ने कुराहरू हामी पाउँदछौँ, किन उनीहरूले ज्योतिलाई, परमेश्वरको कुरालाई मन पराउँदैन। त्यही कारणले गर्दा खासमा हामीलाई घृणा गर्ने हो। त्यस कारण यहाँ तपाईँले 22 पददेखि 25 पदसम्म हेर्नुभयो भने यहाँ यसरी लेखेको, म पढ्दै जान्छु। प्रभुले के भन्नुहुन्छ? म नआएको भए, येशू ख्रीष्ट यस संसारमा नआउनु भएको भए, अँध्यारोको अँध्यारोमै ज्योति नचम्केको भए, त्यहाँ ज्योति आएर उज्यालो देखाएर प्रकाश आएर के खराब, के असल, के राम्रो, के नराम्रो, यी कुराहरू नदेखाएको भएदेखि, उनीहरूलाई थाहै नपाएको भएदेखि, उनले नजानेको भए, अन्धकारमै बत्ती पनि थिएन त के गर्नु त भन्ने बहाना हुन्थ्यो। तर ख्रीष्ट येशू ज्योतिको रूपमा, प्रकाशको रूपमा, परमेश्वरलाई चिनाउनेको रूपमा, असल के हो, खराब के हो, त्यो कुरा जानकारी दिनको लागि उहाँ आउनुभयो, उहाँ जानकारी पनि दिनुभयो। म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुने थिएनन्। अन्धकारमा जे गरे पनि हुन्छ, देख्दैन होइन, यसो पछाडिबाट अर्कोलाई टाउकोमा यसो हिर्काएर हाँसिरहेको हुन्छ, अर्कोले के विचार, अर्कोले हिर्कायो भन्दा ऊ चाहिँ चुपचाप ठिक छ भन्तान्छ होइन। अन्धकार त हो, केही त देख्दैन, कसले हिर्कायो। त्यो हिसाबमा आनन्द मनाएर रमाइलो गरिराखेका मानिसहरूलाई जब बत्ती बाल्छ त्यसरी हिर्काउन, छकाउन पाउँदैन, सबै कुरा देख्ने भयो। पापको दोषी थिए उनीहरू। प्रभु नआउनु भएको, ज्योति नआउनु भएको भए, उज्यालोको कुराहरू नगरेको भए, असल र खराबको कुरा प्रकट नगरिदिनु भएको भए बहाना हुन्थ्यो। थाहै भएन, हामीलाई त थाहै त थिएन त भन्ने हुन्थ्यो। तर अहिले चाहिँ के खराब, के असल, के नराम्रो, के राम्रो, के गर्नुहुन्छ, के गर्नु हुँदैन, प्रभुले प्रकाशको रूपमा उज्यालो भएर परमेश्वरको विषयमा र खराबको विषयमा परमेश्वरले, ख्रीष्ट येशूले जानकारी दिनुभएको कारणले गर्दाखेरि अब कसैलाई पनि बहाना छैन, कसैलाई पनि बहाना छैन। मैले जानेन, बुझेन भन्नु पाउँदैन भनिरहेको छ। तर अब त आफ्ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन। अब तिनीहरूको निम्ति पापको केही बहाना, अब मैले नजानेर, थाहै पाएन, मलाई कसैले भने थिएन भन्ने कुरा हुँदैन। यहाँ करेन्ट छ, यहाँ खाल्तो छ, यहाँ आगो छ, यहाँ यस्तो छ, त्यो छुनु हुँदैन, त्यहाँ जानु हुँदैन, गर्नु हुँदैन भन्दा भन्दै पनि खोइ कस्तो होला त भनेर फेरि करेन्ट छुन जाने अनि खाल्टोमा खस्न जाने, त्यो उसको आफ्नो निर्णयको कुरा हो।
भनेको त हो नि भनेर होइन, आमा बुवाले पनि भन्छ छोराछोरीलाई पनि भनेको थियो नि मैले नगर भनेर। अब ती कुराहरू अनि उसले दण्ड पाउनु पर्ने कुरा हुँदछ। यही यूहन्नाको 3 अध्यायको तपाईँले 18 पददेखि मुनि हेर्नुभयो भने पनि यहाँ यस्तै कुराहरू गरेको छ है। यहाँ 18 पददेखि पढ्दै खासमा अब 16-17 पद प्रभुले यस्तो प्रेम गर्नुभयो, अनन्त जीवन दिने कुरा आएको छ, विश्वास गर्ने अनन्त जीवन नाश हुनु पर्दैन। तर 18 पदले के भन्छ, जसले उहाँमाथि विश्वास गर्छ त्यो मान्छे दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन, येशू ख्रीष्टलाई विश्वास गरेको छैन। फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए। उज्यालोमा आएपछि सबै देख्ने भयो। त्यस कारण चोर डाँकाहरूले के गर्छ, टेलिफोनको लाइन पनि पहिले काट्छ, बिजुलीको लाइन पनि पहिले काट्छ, अनि हामी बत्ती बाल्दा घङ्ग्रङ घुङ्ग्र आवाज आयो भने बत्ती बाल्न जाँदा बत्ती नै बल्दैन। के भयो यो, के भयो भन्दा पहिले चोरले त के गर्छ, बत्तीको लाइन टेलिफोनको लाइन सबै काटिसकेका हुन्छ। अनि उनीहरूले चोर्ने हो नि त, उनीहरूलाई देख्न सक्दैन। कसैले भनिरहेको चोरको पछि भेट्ने गरी दौड्नु हुँदैन र लखेट्नु हुँदैन, काटेर जान्छ। त्यस कारण टाढीबाट कराउने र ढुङ्गाले हिर्काउनु मात्रै हो, त्यो सँगसँगै जानु हुँदैन। चोरको त कामै त्यही हो, मार्ने, काट्ने, लुट्ने, त्यही हुन्छ डकैती गर्नेहरूको पनि। तर यहाँ के भन्छ त, यहाँ भनिराखेको छ मानिसहरूले ज्योतिलाई, उज्यालोलाई, प्रकाशलाई भन्दा पनि केलाई रुचाए रे, अन्धकारलाई रुचाए। नराम्रो गर्ने, अन्धकार नराम्रो गर्ने, खराब गर्ने, जे मनलाई त्यही खाने, त्यही गर्ने, त्यही जाने, त्यो कुराहरू मानिसहरूले मन पराएका छन्। ज्योतिमा आएपछि त गर्नु पाउँदैन। भनौँ अब क्रिस्चियन भएपछि जाँड खानु हुँदैन भन्छौँ, हुँदैन भन्छ। यी धेरै कुराहरू, प्रिन्सिपलको कुराहरू, सिद्धान्तको कुरा, हाम्रो विश्वासको कुराहरू हामी भन्छौँ। ज्योतिमा, प्रकाशमा, उज्यालोमा ती कुराहरू गर्नु लाजको कुरा हो, अप्ठ्यारो कुरा हो, हामीले गर्नु हुँदैन। अनि हामीले सधैँ यो भन्दै आएका छौँ, सिकाउँदै आइराखेका छौँ, हामीले चोरी गर्नु हुँदैन, ठग्नु हुँदैन, ढाँट्नु हुँदैन, व्यभिचार गर्नु हुँदैन, नराम्रो काम गर्नु हुँदैन, धेरै कुराहरू हामीले भन्दै सिकाउँदै आइराखेका छौँ। भन्दै सिकाउँदै आउँदा त मान्छेलाई गाह्रो हुन्छ भने कहिले नसुनेको मान्छेको निम्ति त सेन्सै हुँदैन, उसको निम्ति मतलबै हुँदैन, चेतनै हुँदैन। उसले जे पनि गइरहेको हुन्छ, जे पनि खाइरहेको हुन्छ, जहाँ पनि गइरहेको हुन्छ, उसलाई मतलब हुँदैन, किनभने पापको उसको निम्ति चेतनै छैन। त्यो नराम्रो हो भन्ने कुरा उसले सिकेकै छैन, असल के हो खराब के हो त्यो मान्छेले बुझेकै छैन। तर धेरै मानिसहरू त्यस्तोमा जिएकाहरूले यहाँ के भन्दछन् त भन्दा, मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। दुष्ट काम गर्ने मानिसहरू उज्यालोमा सबैको सामु खुल्लुम खुल्ला आउन चाहँदैन, आउन सक्दैन पनि, किन बेइज्जत हुन्छ, नराम्रो हुन्छ, अप्ठ्यारो हुन्छ। गर्ने नहुने काम त्यति ठुलो मान्छेले त्यस्तो गरेको, यो त भएन नि भन्ने कुरा हुन्छ। सबै कुराहरू चाहिँ अन्धकारमा लुकाएर गर्नुपर्ने हुन्छ है। तर यहाँ भनेको छ 20 पदमा, किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ। नराम्रो काम गर्ने मान्छेहरूले राम्रो काम गर्नेलाई, असल काम गर्नेलाई घृणा गर्छ। किन? आफूले नराम्रो गरेर खान पाउँदैन, नराम्रो गरेर मोज गर्न पाउँदैन, ठग्न पाएन, चोरी गर्न पाएन, घुस खान पाएन, यी विभिन्न कुराहरू हुन्छ। त्यसकारण राम्रो गर्ने मान्छेलाई नराम्रो गर्नेहरूले घृणा गर्छ, राम्रो गर्नेले नराम्रो गर्नेलाई बरु सम्झाउँछ हैन, त्यस्तो सताउने, दुःख दिने, घृणा गर्ने काम गरेको हुँदैन। त्यसकारणले गर्दा हामीले यो कुरा याद गर्नु पर्यो, हामी क्रिस्चियनहरूलाई
मानिसहरूले, समाजकाहरूले, अन्धकारमा रहेकाहरूले, प्रकाश नपाएकाहरूले, ज्योति नपाएकाहरूले, साँचो परमेश्वरलाई नचिनेकाहरूले घृणा गर्नु, सताउनु, दुःख दिनु स्वाभाविक कुरा हो। यो प्राकृतिक रूपमै स्वाभाविक कुरा हो, यो हुने कुरा हो। त्यसकारण हामीहरूले चित्त दुखाउनु पर्दैन। हामी यो कुराको लागि तयारी हुनुपर्छ। मैले पहिला भने जस्तै नै जेठ असार श्रावणसम्ममै भनौँ, असारमा विशेष गरी पानी पर्छ भन्ने कुरा छैन। असारमा पानी पर्छ भने हामीले के गर्नु पर्यो? रेनकोट लिनु पर्यो, छाता लिनु पर्यो, जुत्ता पनि अब खेततिर जाने हो बुट लाउनु पर्यो। हामी तयारी हुनु पर्यो। अब असारमा पानी पर्छ भने थाहा हुँदाहुँदै, जानकारी दिँदै पनि रेनकोट पनि नलिकन, छाता पनि नलिकन, अनि बुट पनि नलाइकन हामी चाहिँ त्यत्तिकै मोटरसाइकल दौडाउँछौँ भने के हुन्छ त? खेतमा जान्छौँ भने के हुन्छ? भिज्छ। त्यो स्वाभाविक कुरा। कस्तो खालको रहेछ यो, अघि बिहान कस्तो घाम लाग्यो थियो, अहिले पानी पऱ्यो, के आकाश, होइन? के खालको परमेश्वर भनेर हामीले गाली गरेर केही फाइदा छैन, मतलब छैन। तर हामी आफै नै असारको समय हो, पानी पर्ने समय हो, हामीहरू चाहिँ छाता लिएर, रेनकोट लिएर, के लिएर हामी तयारी भएर जानुपर्छ। क्रिस्चियनहरूलाई सतावट आउँछ, क्रिस्चियनहरूलाई दुःख हुन्छ, क्रिस्चियनहरूलाई मानिसले घृणा गर्छ। यी कुराहरूलाई जानेर बुझेर हाम्रो मन तयारी गरेर बलियो बनाएर, प्रभु तपाईँलाई धन्यवाद। जब दुःख कष्ट आउँछ प्रभुलाई धन्यवाद दिने काम यो एउटा चिन्ह हो। यो एउटा चिन्ह हो भनेर भनेको छ। हामीले मत्ती 5 अध्याय पनि एकचोटि मैले भनिसकेको थिएँ, होइन? मत्ती 5 अध्यायमा तपाईँले 10देखि तल तपाईँले हेर्नुभयो भने त्यहाँ के भन्छ सतावट दुःख कष्टको विषयमा? 10 पददेखि यसरी लेखिएको छ। 10 पददेखि, धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य हौ तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन् र झुटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। झुट बोलेर हामीलाई आरोपहरू लगाएर नभए कुराहरू गरेर क्रिस्चियनहरूलाई दुःख दिने, सताउने, बेइज्जत गर्ने काम कुराहरू गर्छन्। प्रभुले के भन्नुहुन्छ 12 पदमा? यस्तो समयमा उल्टो कुरा के भन्छ? तब रमाओ। दुःख दिइरहेछ, नभए कुराहरू गरेर विरोध गरिरहेको छ, सताइराखेको छ, झुटो बोलेर हाम्रो विरुद्धमा सब किसिमका खराबी कुराहरू गरिरहेको, तब रमाओ र अत्यन्त खुसी हो। यो त अलि अप्ठ्यारो भयो, हुन नसक्ने कुरा। यस्तोमा कसरी हामी रमाउन सक्छौँ? कसरी हामी खुसी हुन सक्छौँ र? होइन? किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ अरे। धर्म गरेर पनि, असल गरेर पनि, राम्रो गरेर पनि दुःख पाउँछौँ भने खुसी हुनुपर्छ अरे। झन् नराम्रो गरेर दुःख पाएकोमा त्यसको रिजल्ट हो, त्यो गरेको त्यसको उसले चाहिँ के भन्छ, हामी कतनी गर्ने भन्छौँ नि, होइन? खराबको बदला खराब आयो। तर हामी त राम्रो गरेर पनि, असल गरेर पनि, परमेश्वरको निम्ति महिमा आदर इज्जत दिँदै पनि, मानिसहरूको भलाइ गरेर हिँड्दै पनि यदि हामीलाई नभएको कुराहरू गरेर निन्दा गर्छन् भने, सताउँछन् भने, हाम्रो विरुद्धमा लाग्छन् भने, खराब कुराहरू गर्दछन् भने रमाओ रे। व्यवहारिक रूपमा अलिकति गाह्रो होला हामीलाई। को रमाउन सक्छ? को खुसी हुन सक्छ? को आनन्दित हुन सक्छ? को आनन्द मनाउन सक्छ? त्यो व्यक्ति जसले यसको अन्तिम रिजल्ट, त्यसको अन्तिम नतिजा, प्रतिफल थाहा पाउने व्यक्तिले मात्रै यो काम गर्न सक्छ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। ख्रीष्ट येशूको निम्ति भलाइ गरेको कारणले गर्दा, मानिसलाई प्रभुको विषयमा बताएको कारणले गर्दा
स्वर्गको बाटो देखाइदिएको कारणले गर्दा, खराब काम कुरो गर्नु हुँदैन भनेको कारणले गर्दा यदि दुःख कष्ट सतावट आउँछ भने खुसी हुनुपर्छ अरे। किनभने हाम्रो इनाम ठुलो छ। हामी परमेश्वरको सेवामा, हामी परमेश्वरको काम गरिराखेको कारणले गर्दाखेरि परमेश्वरले हामीलाई इनाम दिनुहुन्छ, आशिष दिनुहुन्छ। अनि यहाँ भनेको छ, किनभने यसरी नै हामीहरूभन्दा होइन तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई पनि धेरै सो मानिसहरूले सताएका थिए, दुःख दिएका थिए। असल कुराहरू सुन्न चाहँदैनन्। जब मान्छेको नराम्रो कुरा देखाइदिन्छ, गर्नु हुँदैन है दाइ, जाँड खानु हुँदैन, स्वास्नी कुट्नु हुँदैन, यस्तो यस्तो भनेर जब शिक्षा दिन्छ, त्यसपछि के आउँछ? तेरो खाएको छौ, तँलाई के मतलब? मेरो स्वास्नीलाई कुट्छु कि राख्छु कि तँलाई के मतलब भन्न थाल्छन् होइन। हामी त सल्लाह दिने हो, राम्रो काम गर भन्ने हो, तर त्यो मान्दैन भने त्यो उनीहरूको कुरा हो। त्यस कारण यहाँ जुन कुराहरू यूहन्ना 3 अध्यायमा पनि भनेको छ, मानिस चाहिँ ज्योतिमा आउन चाहँदैनन्। किनभने त्यसको काम प्रकट हुन्छ। ज्योतिमा आएपछि, उज्यालोमा आएपछि, सबैको सामु आएपछि बेइज्जत हुन्छ, प्रकट हुन्छ। त्यस कारणले गर्दाखेरि मानिसहरू ज्योतिमा आउन चाहँदैनन्। यसरी ती मानिसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्तै त्यो कुरा के हो, खराब असल सबै कुरा प्रस्तै देखिने भएको कारणले गर्दाखेरि मानिसहरू ज्योतिमा आउन चाहँदैनन्, उज्यालोमा आउन चाहँदैनन्, असल कुराहरू सिक्न चाहँदैनन्। किनभने ती कुराहरू गर्नु पनि पाउँदैन, खानु पनि पाउँदैन, होइन, जानु पनि पाउँदैन, हेर्नु पनि पाउँदैन। यी विभिन्न कारणले गर्दाखेरि ख्रीष्ट येशूमा आउन चाहँदैन र हामीलाई दुःख दिने, हामीलाई सताउने कारणहरू चाहिँ हेर्ने नै हुन्। किनभने परमेश्वरलाई उनीहरूले इन्कार गरेका छन्, परमेश्वरलाई नै उनीहरूले मतलब राखेका छैनन्। अर्को कुरा चाहिँ चौथो कुरा 26 देखि 27 पदसम्म हेर्दा यूहन्ना 15 अध्यायकै यहाँ 26 देखि 27 पदसम्मको कुराले हेर्दा खासमा यो किन भन्ने कुरामा त नआउला, तर प्रभु येशू ख्रीष्टले हामीलाई सान्त्वना दिनको निम्ति दुःख कष्टको समय परिस्थितिमा पनि उहाँले पवित्र आत्मा पठाइदिने कुरा गर्नुभएको छ। जब सल्लाहकार आउनुहुनेछ है, जब सल्लाहकार आउनुहुनेछ जसलाई म पिताको तर्फबाट तिमीहरू कहाँ पठाइदिनेछु, अर्थात् सत्यको आत्मा जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाई दिनुहुनेछ। तिमीहरू सुरुदेखि नै मेरो साथ रहेका हुनाले तिमीहरू पनि मेरो साक्षी हो। दुःख कष्ट सतावट आए तापनि म तिमीहरूको निम्ति साथी, सहयोगी, सान्त्वना दिने, प्रकाश पारिदिने, सहायता गर्ने त्यो व्यक्ति पवित्र आत्मालाई, म सत्यको आत्मालाई तिमीहरू कहाँ पठाइदिनेछु। अनि पवित्र आत्मा पेन्टिकोसको दिनमा उहाँले पठाउनु, यो धेरै पेन्टिकोसभन्दा अगाडिको घटनाका कुराहरू, यिनीहरू पहिलाको कुराहरू प्रभुले भन्दै हुनुहुन्छ। अनि प्रभुको साक्षी दिनलाई, प्रभुको गवाई दिनलाई पवित्र आत्माले हामीलाई सहायता गर्नुहुनेछ। अन्तिममा यहाँ 5औं कुरा 16 अध्यायको 1 देखि 4 पद, 16 अध्यायको 1 देखि 4 पदमा के भन्छ? हामीलाई दुःख दिनेहरू, क्रिस्चियनहरूलाई मार्नेहरू, सताउनेहरू, दुःख दिनेहरू, यिनीहरू के सोचेका छन् त भन्दा हामीले परमेश्वरको सेवा गर्दैछौँ। किन क्रिस्चियनहरूलाई सताउँछन् भन्दा उनीहरूको देवतालाई, उनीहरूको ईश्वरलाई, होइन, हामीले परमेश्वर भने उनीहरूको आफ्नै तरिकाको परमेश्वरलाई उनीहरूले के भनिराखेको छ त भन्दा हामी मान्छौँ, यिनीहरूलाई चाहिँ नाश गर्छौँ, यो चाहिँ धर्म हो। त्यस कारणले गर्दाखेरि हत्याराहरू, जानमारहरूले परमेश्वरको सेवा गर्दैछौँ भनेर त्यो कुराहरू गर्छन्। रङ कन्सेप्ट, नराम्रो विचार, भुल सोचाइको कुरा हो। मान्छे मारेर धर्म गर्ने, होइन, मान्छे मार्यो भने धर्म गर्नु, धर्म हुन्छ, यस्तो शिक्षा भित्रभित्र सिकाइरहेको कारणले गर्दाखेरि मान्छे जे शिक्षा पाए त्यही गर्ने त हो नि, होइन।
त्यसकारण क्रिस्चियनहरूलाई मार्न पायो भने धर्म हुन्छ, क्रिस्चियनहरूलाई दुःख दिन पायो भने धर्म हुन्छ। त्यस्तो खालको शिक्षाको कुराहरू हामी समाजमा संसारमा पाउँदछौँ। यहाँ भन्छ तिमीहरूले ठोक्कर नखाओ भनेर नै मैले यी कुरा तिमीलाई भनेको हुँ। तिनीहरूले तिमीहरूलाई सभाघरबाट निकालिदिनेछन्, है, टोल गाउँ समाजबाट निकालिदिनेछन्। वास्तवमा यस्तो समय आइरहेछ जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछन्। क्रिस्चियनहरूलाई, चेलाहरूलाई सताउने, मार्ने, हत्या गर्ने ती मानिसहरूले के सोचेका छन्, किन गरेको त भन्दा हामी परमेश्वरको सेवा गर्दैछौँ, हामी धर्म कमाउँदैछौँ, हामी स्वर्गमा ठुलो इनाम पाउँदैछौँ, त्यस कारणले मार्नुपर्छ। मान्छे मारेर कहीँ धर्म हुन्छ? यो सोच्नुपर्ने हो, विचार गर्नुपर्ने हो, होइन? र मान्छेको विचार हाम्रो धर्म बचाउको निम्ति, हाम्रो संस्कृति बचाउको निम्ति हामीले अरूलाई मारेको, त्यस कारणले गर्दा भन्ने खालको घमनको कुराहरू त्यो हामी पाउँछौँ। त साँच्चै नै बचाउने हो भनेदेखि, साँच्चै नै त्यसमा पनि लाने हो भनेदेखि त गर्नुपर्ने कुरा चाहिँ के हो त? प्रेमको सेवा हो, भलाइको सेवा हो, असलको सेवा हो। तब पो मान्छ त, होइन? नत्र भने किन मान्ने? ती कुराहरू मान्छेले बुझेको छैन। अब यो उदाहरणको लागि हामीले बाइबलमा एकजना व्यक्ति पाउँछौँ, पाउल हुनुभन्दा अगाडिको जीवन साउल। साउलले यहुदी हो, यहुदी धर्म बचाउको निम्ति साउल एकदमै उत्साहित भएर अनि पुरा जिम्मेवारी लिएर क्रिस्चियनहरूलाई दुःख दिने, सताउने, जेलमा हाल्ने र मार्ने। त्यो पत्र समेत पनि लिएर हिँडिराखेको थियो। अनि पाउल आफैले साक्षी दिन्छ पछि प्रभुलाई पाइसकेपछि, म अयोग्य मान्छे, प्रभुलाई सताउने मान्छे, क्रिस्चियनलाई दुःख दिने मान्छे भनेछ। स्टिफनसको मृत्युमा, होइन, स्टिफनसको मृत्युमा पाउल सहभागी थिए। पहिलाको नाम साउल सहभागी थिए। अनि धेरैले दुःख दिएको। दमस्कसको बाटोमा आउँदै गर्दाखेरि पनि त्यहाँ क्रिस्चियनलाई पक्रेर दुःख दिने, जेलमा हाल्ने अनुमति पत्र, सिफारिस पत्र लिएर हिँडिराखेको थियो। प्रभु येशू ख्रीष्टले दमस्कसको बाटोमा दर्शन नदिनु भएको भएदेखि अझ अग्रसर भएर मानिसहरूलाई सताउन, दुःख दिन, कुट्न, पिट्न, सबै कामको निम्ति पाउल हुनुभन्दा अगाडि साउल चाहिँ त्यो जोसमा, त्यो उमङ्गमा ऊ हिँडिराखेको थियो। उसको विचार के थियो? क्रिस्चियनलाई मार्नु, दुःख दिनु, यहुदी धर्मलाई बचाउनु। मेरो धर्मलाई बचाउनु पर्छ, यिनीले गर्दा मेरो धर्म बिग्रियो, हाम्रो यहुदीहरूको धर्म बिग्रियो भनेर साउलले त्यो कुरा सोचेको थियो। एक किसिमले हेर्नु भने धेरै राम्रो, होइन? यहुदी धर्म बचाउको निम्ति यहोवा परमेश्वरले नै दिनुभएको यहुदी धर्म हो, होइन? त्यो बचाउको निम्ति गर्नु। अनि यहुदीहरूले चाहिँ यहोवालाई बाहेक अरूलाई मान्दैन। अब यो येशू ख्रीष्ट भन्ने व्यक्ति आएर क्रिस्चियनहरूले के गर्यो त? यहोवाकै विरोध गरे जस्तो छ भन्ने उनीहरूलाई लाग्यो। त्यसमा विशेष अग्रसरता चाहिँ साउलले लिएको थियो। अनि साउलले धेरै मान्छेलाई दुःख दियो, धेरैलाई कुटे, पिटे, जेलमा हाले, किसिम गरे। जब साउल परिवर्तन भएर पाउल भए अनि ऊ सुसमाचार सुनाउनको लागि जाँदा पनि सबै मान्छे डराइरहेको थियो। ओ, मान्छेलाई मार्ने, सताउने मान्छे त यहाँ क्रिस्चियन भनेर, है, त्यत्तिकै नाममा मात्रै क्रिस्चियन भएर हामीलाई पक्रनलाई आएको हुनसक्छ। त्यो धेरै शङ्काको विचारहरू पनि थियो, तर खासमा साँच्चै नै परिवर्तन भएको थियो। अब त्यो साउल जबसम्म प्रभु येशू ख्रीष्टलाई चिनेनन्, साउलले जबसम्म प्रभु येशू ख्रीष्टको दर्शन पाएनन् दमस्कसको बाटोमा, उसले गरेको काम कुरो उसको निम्ति चाहिँ धर्मको कुरा थियो। उसले सोचेको, है,
अहिले समाजको कुरालाई हेर्ने हो भने त्यस्तै छ। जबसम्म येशू ख्रीष्टलाई भेट्दैन, जम्का भेट भन्छ, भेट्दैन, येशू ख्रीष्टसँग ठोक्दैन, येशू ख्रीष्टसँग कुराकानी हुँदैन, एन्काउन्टर भन्छ अङ्ग्रेजी, त्यो हुँदैन, तबसम्म मानिसहरूले येशू ख्रीष्ट को हुनुहुन्छ त, क्रिस्चियनहरू को हुन् त, क्रिस्चियनहरू कस्ता मानिसहरू रहेछन् त, क्रिस्चियनहरूको भित्रभित्र कुराहरू के हुँदो रहेछ त भनेर मानिसहरूले बुझ्दैन। जबसम्म भेट हुँदैन, जबसम्म कुराकानी हुँदैन, परमेश्वर पवित्र आत्माले जबसम्म मान्छेको हृदयको परिवर्तन गर्दैन तबसम्म बुझ्दैन। साउल जस्तै नै दुःख दिनुमा, मान्छे मार्नुमा धर्म हो। स्वर्गमा मलाई ठुलो इनाम पाउँछ, हाम्रो देवताले, हाम्रो ईश्वरले, हाम्रो परमेश्वरले हाम्रो धर्मलाई बचाउनु पर्छ, यी विभिन्न कुराहरू नै अहिले संसारको समाजको मानिसहरूले गरिराखेको हामी पाउँदछौँ। एक धर्म समुदायको मानिसहरूले अर्को धर्म समुदायको मानिसहरूलाई घृणा गरेर जे पाए त्यही गरेर हिँडेको हामी पाउँछौँ। क्रिस्चियनहरूलाई मात्र होइन, होइन, क्रिस्चियनहरूलाई मात्र होइन, अरू धर्ममा पनि तपाईँ हेर्नुहोस्, नमिलेको धर्म, एउटा धर्मले अर्को धर्मलाई, फेरि त्यो धर्मले पनि फेरि अर्को धर्मलाई, जसको मेजोरिटी छ, बहुमत छ, जसको धेरै मान्छे सङ्ख्या छ, थोरै मान्छे भएकोलाई जहाँ पनि सताएको, दुःख दिएको घटना इतिहास प्रमाण छ। जहाँ पनि एक धर्मले अर्को धर्मलाई पनि होइन थिचोमिचो गर्ने विभिन्न कुराहरू हामी अहिले संसारमा यो कुराहरू पाउँदछौँ। एक धर्मले अर्को धर्मको समूहलाई घृणा गरिराखेका छन्। खासमा आफ्नो धर्म बुझाउने हो भने, आफ्नो धर्ममा मान्छेलाई ल्याउने हो भने गर्नुपर्ने कुरा के हो त? खासमा प्रेम गर्ने, भलाइ गर्ने, सेवा गर्ने, आफ्नो धर्मको बारेमा राम्रोसँग बताउने, होइन, ठिक कुरा गर्नु पर्यो नि। झगडा गरेर कुटेर पिटेर एकछिन त होला, होइन, एक दिन त बस्ला, तर मनमा त होला त ठिक लाग्यो हुँदैन। त्यस कारणले गर्दाखेरि समाज अहिलेको अवस्थालाई हेर्नु त्यस्तो भइराखेको छ। अब यो भलाइ गर्ने, प्रेम गर्ने, सेवा गर्नेको उल्टो कुरा चाहिँ ठिक विपरीत, ईर्ष्या गरेर, दाहा गरेर, घमन गरेर, हत्या गरेर, झगडा गरेर अनि आफ्नो धर्म बचाएको अरे झन् बेइज्जत भइरहेको छ, तर मान्छेले बुझ्दैन। तर हामीलाई प्रभुले भन्न चाहनु भएको कुरा चाहिँ के छ त भन्दाखेरि हामीहरू दुःखै पाए तापनि, मान्छेले हेलाइ गरे तापनि हाम्रो सत्यता, हामीले जानेको असल कुरालाई त्याग्नु हुँदैन। मान्छेले हामीलाई घृणा गर्न सक्छ, दुःख दिन सक्छ, तर हामीले ती कुराहरूलाई चाहिँ सम्झेर भनौँ, त्यो कुरा प्रभुले बताइसक्नु भएको पनि कुरा जानेर हामीले प्रभुको वचनमा र प्रभुमा हामी रहिरहनुपर्छ। हत्या गर्ने मानिसले सेवा गर्दैछु भनी ठान्नेछन्, तिनीहरूले यही काम गर्नेछन् किनभने तिनीहरूले पितालाई चिनेका छैनन्। यी सबै काम कुरो, हत्या गर्ने, हेला गर्ने, घृणा गर्ने, सबै किन? परमेश्वरलाई चिनेको छैन, मलाई पनि चिनेको छैन, येशू ख्रीष्टलाई पनि चिनेको छैन। तर यी कुरा मैले तिमीलाई बताएको छु कि जब त्यो समय आउँछ, सतावट आउँछ, दुःख आउँछ, मानिसहरूले घृणा गर्छ, त्यो समयमा होइन, तब तिमीलाई के भने थिएँ सो तिमीहरूलाई स्मरण हुनेछ, स्मरण होस्। प्रभुले दिनुभएको शिक्षा दुःख कष्टको समयमा यो वचनलाई हामीले याद गर्नु पर्यो, सम्झनु पर्यो भनेर प्रभु येशू ख्रीष्टले भन्दै हुनुहुन्छ। अनि चेलाहरूलाई पनि पहिले नै मैले तिमीलाई यी कुरा भनिनँ किनकि म तिमीहरूसँग नै थिएँ, अब म जानेवाला छु, अब जाँदैछु, त्यस कारणले गर्दा यो कुरा म तिमीहरूलाई भन्दैछु भनेर प्रभु येशू ख्रीष्टले यो कुरा चेलाहरूलाई सम्झाउँदै, बुझाउँदै, उत्साह दिँदै गरेको कुरा हामी पाउँदछौँ। संसारले क्रिस्चियनहरूलाई घृणा गर्छन्,
कारण उनीहरूले येशू ख्रीष्टलाई घृणा गर्छन्, येशू ख्रीष्टलाई चिन्दैनन्, परमेश्वरलाई चिन्दैनन्। उनीहरू आफै पापीको उसमा अनि त्यही दुष्टतामा हिँडेको कारणले गर्दा उनीहरू आफै दोषी भएको कारणले गर्दाखेरि यो काम गर्दछन्। अनि पवित्र आत्माले हामीलाई यो गवाई दिनलाई शक्ति दिनुहुन्छ भन्ने कुरा प्रभुले बताउँदै हुनुहुन्छ। अब कति मानिसहरू चाहिँ हत्यारा, जानमाराहरूलाई नराम्रो गर्नेहरू परमेश्वरको सेवा गर्दैछु ठान्ने विचारले गर्दा, उनीहरू नराम्रो विचार होइन, उनीहरूको आफ्नो तर्फबाट हेर्दा मेरो धर्म बचाउ गर्नुपर्छ, मेरो होइन ईश्वरको कुरालाई मैले बचाउ गर्नुपर्छ। हामीले बचाउ गरेर बचाउ हुने हो र खासमा त परमेश्वरले गर्ने काम कुराहरू। जबसम्म मान्छेको हृदयमा परमेश्वरले काम गर्नुहुन्न, पवित्र आत्माले काम गर्नुहुन्न, तबसम्म हामीले जति नै सुनाए पनि जति नै गरे पनि हुने कुरा होइन। तर हामीलाई परमेश्वरले देखाइदिने, बुझाइदिने, भनिदिने काम चाहिँ गर्नुपर्छ है, असल बाटो देखाइदिनुपर्छ भनेर हामीलाई यो आज्ञा, यो वचन उहाँले हामीलाई दिनुभएको छ। त्यस कारणले गर्दा हामी सुसमाचार सुनाउने काम कुरो गर्छौँ, तर त्यही वचनबाट परमेश्वर पवित्र आत्माले मान्छेको हृदयमा बुझाउने काम गर्नुहुन्छ। र सारांशमा अन्तिममा संसारले हामी क्रिस्चियनहरूलाई घृणा गर्छन् भन्ने थाहा पाएर, घृणा गरे तापनि त्यो केही होइन, त्यो हुन्छ नै। सतावट आउँछ, दुःख हुन्छ, विभिन्न कुराहरू हामीले सहनु पर्ने हुन्छ। तर प्रभुले भन्नुभएको छ त्यो समयमा रमाऊ, आनन्दित हो, खुसी हो, किनभने परमेश्वरले तिमीहरूलाई, हामी सबैलाई इनाम दिनुहुनेछ। उहाँको निम्ति दुःख भोग्नेहरूलाई, उहाँको निम्ति सताइनेहरूको निम्ति परमेश्वरले स्वर्गमा इनाम दिनुहुनेछ। आउनुहोस् हामी सानो प्रार्थना गरौँ। तपाईँ हामीहरूको जीवन अहिले कस्तो छ थाहा छैन, सोचौँ। यदि समाजले, छिमेकीले, साथीले, काम गर्ने ठाउँमा कसैले पनि घृणा गर्छन् भने यो स्वाभाविक